हेलो एभ्रिवान, वेलकम टु माई सर्ट भिडियो। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छ साथीहरु हैन। आज चाहिँ हामी विशेष गरी ट्रक लाएर चौरा काट्न जाँदैछ साथीहरु हैन। यस्तो छ कि बाटो चाहिँ हैन हाम्रो देख्न सक्नुहुन्छ तपाईहरुले। यतिर हाम्रो साथीहरु आउँदै हुनुहुन्छ हैन। गाउँघरतिर चाहिँ यस्तै हो आज भोलि हैन। अब कहिले घाँस कहिले दाउरा गर्नै पर्यो हैन। अब यस्तै छ साथीहरु हैन। बाटो पनि एकदमै गाह्रो छ साथीहरु हैन। यस्तो बाटोतिर हिँड्नुपर्छ कि यसरी आइरासी केटाहरु हैन। यस्तो छ साथीहरु, यस्तै छ साथीहरु हैन। के गर्नु, अब हिँड्नु पर्यो, घाँस दाउरा गर्नै पर्यो। एउटा हातमा चाहिँ टक्क लाएर मोबाइल छ साथीहरु हैन। एउटा हातमा चाहिँ नाम्लो कच्चा देख्न सक्नुहुन्छ तपाईहरुले यतिर छ हैन। यस्तै छ साथीहरु, टक्क लाएर उ माथि डाँडोतिर गएर काट्ने हो स्याउला चाहिँ। यस्तै छ साथीहरु। अब के गर्नु, गाउँघरतिर चाहिँ अब घाँस कपास अब जीवनमा त्यतिकै उत्पादन हुँदैन हैन साथीहरु। अब हामीले नै मेहनत परिश्रम गर्नु पर्यो। त्यस अनुसार हामीलाई पनि अब मेहनतको फल पाक्न लागि साथीहरु। यस्तै छ गाउँघरमा पनि, अब सहरमा पनि त्यही हो। दुःख त गर्नुपर्छ, जहाँ गएर पनि दुःख त गर्नुपर्छ साथीहरु। यस्तै छ अब के गर्नु, गाउँघरतिर यस्तै छ साथीहरु हैन। यति नै गरिनु भने अब के काम हैन। अब पशुपन्छी हुन्छ, गाई गोरु कागहरू हुन्छ हैन। उनीहरूले पनि अब चाहियो नि। अनि घाँस कपास उनीहरूले पनि हैन। अब घाँस चाहियो, स्याउला चाहियो, उनीहरूले पनि हरेक विभिन्न प्रकारका उनीहरूलाई पनि घाँस चाहियो नि हैन। अब घाँस स्याउलाहरू चाहियो नि, त्यही हो साथीहरु। अब गाउँले जीवन यस्तै छ साथीहरु हैन। अब के भन्नु त, यस्तै छ गाउँले जीवन। हाम्रो साथीहरु यस्तो उकालो चढेर देख्न सक्नुहुन्छ तपाईहरुले। हो साथीहरु, ल हात हालाइहालौँ त ल। देख्न सक्नुहुन्छ। सो फाइनली साथीहरु हामी चाहिँ टक्क लाएर स्याउला काट्ने ठाउँ स्थानमा पनि आइपुगिसक्यो। तपाईहरुले देख्न सक्नुहुन्छ। तपाईहरुले हामीले चाहिँ अब स्याउला काट्ने स्थान चाहिँ यतै हो साथीहरु, देख्न सक्नुहुन्छ तपाईँहरूले हैन। अब यहीँ हो, स्याउला काट्ने हो, लाने हो घरमा टक्क लाएर साथीहरु हैन। आज चाहिँ विशेष गरी अब दसैँ पनि लागिसक्यो साथीहरु हैन। देख्न सक्नुहुन्छ तपाईहरुले यतिर साथीहरु काट्दै हुनुहुन्छ स्याउला हैन। यतिर देख्न सक्नुहुन्छ भाइहरु काट्दै हुनुहुन्छ स्याउला तपाईहरुले हैन। कुनैको सकेर त्यहाँ रुखमाथि चढिरहेछ देख्न सक्नुहुन्छ तपाईहरुले यतिर हैन। यस्तै छ साथीहरु हैन। स्याउला चाहिँ हामी काट्दै छ अहिले चाहिँ। हाम्रो चाहिँ अब स्याउला पनि बारी पुगिसक्यो। अब पुगेर यहाँ साथीहरुले देख्न सक्नुहुन्छ, भाइहरुले यहाँ बारी हाल्दै हुनुहुन्छ। देख्न सक्नुहुन्छ यति तपाईहरुले हैन हालिसकेको छ स्याउला बारी। यति लोभी भएन यो मान्छे हैन, लोभी भएर यहाँ अझै काटिरहेछ कि पुगेर नै हैन काटिरहेछ साथीहरु देख्न सक्नुहुन्छ हैन। यहाँ यति धेरै भइसक्यो उसको चाहिँ हैन स्याउला। एकदम लोभी स्याउल जस्तो चिजले पनि यति धेरै लोभी गरेर त के हो, संसार चल्दैन होला हो साथीहरु। तपाईहरु कमेन्टमा लेखिदिनु त ल। देख्न सक्नुहुन्छ हैन तपाईहरुले। टक्क लाएर स्याउला पनि बारी पुगिसकेको छ। टक्क लाएर त्यो साथीहरुले बोक्दै छ देख्न सक्नुहुन्छ तपाईहरुले हैन। अब हामी चाहिँ घरतर्फ लाग्दै छ हैन। अब लाग्न लागेको साथीहरु यस्तै छ। उठ्न सकेको छैन एउटा साथी हैन, यहाँ बारी धेरै भएको कारणले गर्दा यहाँ उठिसक्यो। अब यस्तै छ साथीहरु, घरतिर यही हो। अब यस्तै छ साथीहरु हैन। बाटो यस्तो गाह्रो छ कि साथीहरु हैन। यहाँ साथीहरु देख्न सक्नुहुन्छ हैन, हिँड्न सकेको छैन। बाटो एकदम नराम्रो भएको कारणले गर्दा यस्तो बाटोतिर हिँड्नुपर्छ कि देख्न सक्नुहुन्छ तपाईले हैन। बाटो चाहिँ हाम्रो यस्तो ठाउँमा हिँड्नुपर्छ। के हो यार, गाह्रो छ यार, हिँड्नै सकेन यार। टक्क लाएर हामी चाहिँ अब तल मुनितिर आइपुगिसक्यो साथीहरु देख्न सक्नुहुन्छ। उता साथी एउटा गयो हैन टक्क लाएर देख्न सक्नुहुन्छ तपाईहरुले हैन साथीहरु। यही हो गाउँघरतिर, कहिले घाँस कहिले दाउरा कहिले खेतबारी खन्नुपर्छ, यस्तै हुन्छ। तर सहरमा पनि त दुःख गर्नुपर्छ। तर जहाँ गएर पनि दुःख गरी बाँच्नुपर्ने यही हो जिन्दगी साथीहरु हैन। यही हो गाउँघरतिर, कहिले घाँस कहिले दाउरा कहिले खेतबारी खन्नुपर्छ, यस्तै हुन्छ गाउँघरतिर। तर सहरमा पनि त दुःख गर्नै पर्छ। जहाँ गएर पनि
दुःख गरेरै बाँच्नुपर्ने यही हो जिन्दगी। साथीहरू टक्क लगाएर हामी चाहिँ होइन अब घरतिर नै पुग्न लागिसक्यो। अब घरतिर हामी झरिसकेको अब तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ हिँडिरहेको छ कि होइन, यस्तै छ स्याउला चाहिँ। आज त्यस्तो धेरै छैन, एक मुठी जति छ साथीहरू होइन। आजको लागि चाहिँ यति नै बनाऊँ स्याउला होइन। यस्तै छ साथीहरू, गाह्रो छ जिन्दगी जिउनको लागि। जे जस्तो भए पनि अब काम त गर्नु पर्यो। अब यही हो साथीहरू, गाह्रो छ एकदमै साथीहरू, एकदम गाह्रो छ घरतिर। जहाँ गएर पनि अब शान्ति छैन नेपालमा होइन, दुःख गर्नु पर्यो। अब दुःख नगरी अब घाँस पास कपास अब बिना फल्दिन। यस्तै छ साथीहरू होइन, देख्न सक्नुहुन्छ। यति हाम्रो केटाहरू सबजना छ कि होइन, 3-4 जना छ केटाहरू साथीहरू होइन। यस्तै छ र टक्कलाई हामी चाहिँ अब घरतर्फ लाग्दैछ साथीहरू। यस्तै छ, के गर्नु अब मान्छे जस्तो अब राम्रो आइफोनले राम्रो भिडियो बनाउन आएन साथीहरू। अब यस्तै हो, घरतिर के कस्तो चलिरहेछ रीतिरिवाज, त्यही अनुसार बनाइरहेको छु भिडियो चाहिँ साथीहरू होइन। अब यस्तै हो।